बालेन गैरीधाराको थकाली रेस्टुरेन्टमा बसेर चाहिँ 23 गते चाहिँ कतिजना मान्छे मरे अनि चाहिँ 19 जना धेरै थोरै मरे। यो त अरू चाहिँ मार्नुपर्छ। स्कुलबाट विद्यार्थी बोकेर त्यहाँसम्म ल्याउने जब इन्सास राइफलबाटै गोली चलाएको छ विद्यार्थीले मात्रै ताकी ल्याएर टाउकामा गोली हान्ने छ। र 1 करोड 90 लाख मतदाता भएको देशमा 4 करोड चाहिँ मतपत्र किन छाप्ने? मिलिट्रीलाई त्यो बक्स चाहिँ बोक्न बक्स साटफेर गर्न त्यो कथित चाहिँ यो 2 ल्याएको हो। आम नागरिकले त भन्छ नि त बोल्छ नि त यो सरकारले निष्पक्ष भएर काम गरेन, यसले काखा गर्यो, आफ्नो बिरानो गर्यो भनेर चाहिँ हामीले भन्न पाउने हाम्रो अधिकार हो। आफ्नो बिरानो कहाँनिर केमा गरेको पाउनुभयो त तपाईले? यसो छ अहिले आफ्नो बिरानो गर्दाखेरि अब जस्तै बालेन शाहले एउटा कुरा के भन्छु भन्दाखेरि कुनै पनि हाम्रो अब पछाडिबाट जाउँ अब चाहिँ 2050 सालमा मदन भण्डारीको हत्या भयो। मदन भण्डारीको चाहिँ जीवराज आश्रितको चाहिँ छानबिन भएन। त्यसपछि चाहिँ अब यो 2052 देखि 2062 सम्म कति जनयुद्ध भयो। जनयुद्धमा चाहिँ त्यो मान्छे मारिए, त्यो हत्याराहरूको कुनै खोजबिज भएन। र चाहिँ 47 देखि चाहिँ पञ्चायती व्यवस्था गएपछि यो चाहिँ अहिले 82 सम्म 35 वर्ष भयो। 35 वर्षमा चाहिँ के भयो भन्दा यस बिचमा चाहिँ राजा वीरेन्द्रको वंश विनाश भयो, त्यो पनि चाहिँ खोज तलास भएन। बिच चाहिँ मान्छे मारे। अहिले चाहिँ त्यो आएर जुन भदौ चाहिँ 23 र 24 गते विध्वंस भयो, त्यहाँ मान्छे पनि मारिए। अपार जीवधनको हाम्रो इतिहास धरोहर सबै कुरा राजधानी नै डढ्यो। त्यस्तो अवस्थामा यो राजधानी डढाउने मान्छे को हो, यो इतिहास चाहिँ धरोहर आदि इत्यादि गर्ने छानबिन हुनुपर्छ पर्दैन। अनि 23 गते चाहिँ त्यहाँ मान्छे विद्यार्थी मार्ने भन्ने कुरामा चाहिँ त्यहाँ अब फौजदारी अभियोगमा चाहिँ त्यहाँको अब उति बेलाको चाहिँ खड्गप्रसाद ओलीलाई र चाहिँ गृहमन्त्री रमेश लेखकलाई चाहिँ त्यहाँ पक्राउ गर्ने। अनि अब अरू चाहिँ त्यो 24 गतेको चाहिँ त्यहाँ आगजनी गर्नमा लुटपाट चाहिँ तोडफोड गर्नेको कुनै वास्ता नगर्ने भनेपछि पक्षपात काका भयो कि भएन? आफू चाहिँ आफ्नो पक्षकदार आफू चाहिँ जोगिने र अरूलाई चाहिँ मात्र एकतर्फी कारबाही गर्ने भनेपछि त्यो काका भयो कि भएन? पूर्वाग्रही रूपमा भयो कि भएन? यो चित्त नबुझेको कुरा आम नेपाली नागरिकले भन्नुपर्छ। कारबाही हुने सबै अपराधीलाई हुनुपर्छ। कसैलाई बचाउने, कसैलाई थुन्ने, कसैलाई उन्मुक्ति गर्ने, कसैलाई फसाउने यस्तो खालको हुनुहुन्न भन्ने कुरो त हामीले राख्न पाउनु पर्यो नि त। तपाईँ केपी ओली रमेश लेखकको पक्षधर हो? हामी सत्यताको पक्षधर, यथार्थको पक्षधर। केपी ओली साँच्चै भन्ने हो भने यो चुच्चे नक्साको चाहिँ प्रवर्धक। चुच्चे नक्सा त्यहाँ 2टा सदनलाई अनि चाहिँ त्यहाँ पास गराएर 100 रुपियाँको नोटसम्ममा चुच्चे नक्सा साटेर अन्तर्राष्ट्रिय फोरममा गएर चीन चाहिँ रुस आदि इत्यादिको अगाडि चाहिँ स्वयं चाहिँ नरेन्द्र मोदीकै अगाडि चाहिँ हाम्रो यो चाहिँ चुच्चे नक्सा हाम्रो हो। हाम्रोबाट चाहिँ त्यहाँ इन्डिया र चाहिँ यो चाइनाले मिलेर आफूखुसी चाहिँ व्यापार गर्न पाइन्न। त्यो त्यसको स्वामित्व त्यसको चाहिँ हामी हौँ र हामीलाई सोधेपछि मात्रै त्यो हाम्रो सहमतिमा व्यापार गर्न पाउनु चाहिँ आफूखुसी दुईटा राष्ट्र मिलेर आफूखुसी गर्न पाउन त्यो हाम्रो पनि चाहिँ त्यहाँ नाकास हो। हाम्रो पनि आर्थिक चाहिँ त्यहाँबाट चाहिँ मान सरोवर जान चाहिँ हाम्रो एउटा आर्थिक चाहिँ एउटा स्रोत पनि हो भन्ने खालको कुरो राख्दै गर्दा यो त बालेन शाहले ग्रेटर नेपालको नक्सा राखेर देख्नु भएको थिएन तपाईले? अहिले ग्रेटर नेपालको नक्सा तपाईले ठिक भन्नुभयो। अहिले चाहिँ अब हामीले चाहिँ सबै नेपालीको भावना र चाहना हामी चाहिँ धार्मिक रूपमा अब 81.19% हामी सनातन धर्मावलम्बीहरू छन्। सबैको चाहना के छ भन्दा नेपाल हिन्दू राष्ट्र होस्। हिन्दू राष्ट्र चाहिँ लगभग चाहिँ 7.5 अरब चाहिँ भनौँ न अब 1.5 अरब हिन्दूहरूको चाहिँ आफ्नो पहिचान हिन्दू राष्ट्र हुनुपर्छ भन्ने छ। जस्तै अब यहुदीहरूको यहुदी राष्ट्र इजरायल छ, हामी हिन्दूहरूको हिन्दू राष्ट्र हुनु पर्यो एक। अनि चाहिँ हिन्दू सम्राट हुनु पर्यो, त्यो सम्राट अभिभावक एकताको प्रतीक हुनु पर्यो। तेस्रो चाहिँ राम राज्य व्यवस्था हुनु पर्यो। चाहिँ कहीँ नभएको चाहिँ राम राज्य भनेको आफ्नो खाएर अरूको सेवा गर्ने र चाहिँ बाँच्नको लागि आवश्यकताभन्दा बढी सम्पत्ति जसले चाहिँ आर्जन गर्छ त्यो चाहिँ स्वतः अपराधी ठहरिने त्यस्तो खालको व्यवस्था हो। र चाहिँ राम राज्य भनेको चाहिँ राजनीतिक हैसियतमा, निर्णायक आर्थिक हैसियतमा सम्पन्न, सामाजिक हैसियतमा सम्मानित, सांस्कृतिक हैसियतमा लोकप्रिय, धार्मिक हैसियतमा वैदिक सनातन धर्मावलम्बी, अनि चाहिँ आध्यात्मिक हैसियतमा परम मोक्षवादी, नागरिक हैसियतमा देशभक्त स्वाभिमानी राष्ट्रवादी बनाउने व्यवस्था हो। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया भन्ने व्यवस्थै त्यही हो। अतिथि देवो भव पितृदेव मातृदेव भन्ने त्यही हो। र त्यो रामराज व्यवस्थामा आफ्नो विगत चाहिँ प्राचीन इतिहास, मध्यकालीन इतिहास र
आधुनिक इतिहासको बारेमा पढाइन्छ। अहिले यो राष्ट्र निर्माता चाहिँ एकीकरण गरेको पृथ्वीनारायण शाहको बारेमा त्यहाँ अहिलेको चाहिँ छैन। अनि चाहिँ बहादुर शाहले विस्तार गरे, त्यसमा पनि छैन। हाम्रो बलभद्र कुँवरले नालोपानीको लडाइँ गरे, त्यहाँ चाहिँ हाम्रो सिन्धुलीगढीको चाहिँ लडाइँ भयो, कसरी चाहिँ देश जोगियो, के गरियो। अब कुनै पनि चाहिँ राजा महेन्द्रको बारेमा, वीरेन्द्रको बारेमा यो कसैको पनि इतिहास पढाइँदैन। इतिहास नभएपछि मान्छे के हुन्छ, अराजक हुन्छ, उसलाई चाहिँ विगत थाहा हुँदैन। त्यस भएर चाहिँ अहिले चाहिँ देशभक्त स्वाभिमानी राष्ट्रवादी नागरिक उत्पादन हुनै छोडे। सबै किसिमको नास्तिक चाहिँ हामीलाई केही चाहिन्न भन्ने अयासी, जसले चाहिँ अहिलेको कुरा भने आफ्नो खाना आफै नपकाउने, आफ्नो भाँडा आफै नमाज्ने, आफ्नो कपडा आफै नधुने, घाममा पनि नदेखिने, अनि चाहिँ पानीमा पनि नभिज्ने, त्यस्तो खालको अयासी, खालि चाहिँ इन्टरनेटमा मात्रै झुडिराख्ने, आफ्नो मान्यजनको अनादर गर्ने, गाली गलौज गर्ने, त्यस्तो खालको पिँढी अहिले चाहिँ एकदमै गैर जिम्मेदार पिँढी, अनुशासनहीन पिँढी, नैतिकहीन पिँढी, त्यस्तो खालको चाहिँ अहिले उत्पादन भएको छ। त्यसलाई चाहिँ देश भन्ने के छ थाहा छ? देशको मायै छैन। त्यस कारण यो हाहामा छ। हाम्रो चाहिँ संस्कार, हाम्रो भविष्य अन्धकार छ। नेपालीहरूको, नेपाल राष्ट्रको, सिङ्गो राष्ट्रको भविष्य अन्धकार छ। त्यस कारण यो अहिले परिवर्तनुपर्छ। हामीलाई चाहिँ नैतिक शिक्षा, वैदिक शिक्षा, संस्कृत शिक्षा, योग शिक्षा, गुरुकुल शिक्षा, आयुर्वेदिक शिक्षा र शिवपुलक शिक्षालाई अनिवार्य गर्नुपर्छ। शिक्षै फेर्नुपर्छ। यो पश्चिममा क्रिस्चियन शिक्षा छ। क्रिस्चियन शिक्षाले के भयो, मान्छेलाई नास्तिकता पैदा गर्यो, अधर्मी बनायो, मान्छेलाई धार्मिक भएन, धार्मिक हुनु पर्यो, त्यो खालको कुरा छ। र चाहिँ अहिले तपाईँले भन्नुभयो बालेनको खेदो खण्ड यो बाबा, यो तिमीको अहिलेको चाहिँ यो भदौ 24 गते 23 गतेको मात्रै होइन, भदौ 24 गते पनि जहाँ चाहिँ आगजनी भयो, तोडफोड भयो, तिनीहरूलाई पनि चाहिँ कारबाही हुनुपर्छ। देशको चाहिँ सिंहदरबार लडाउने हाम्रो, अनि चाहिँ त्यो हाम्रो कार्यपालिका सिंहदरबार, अनि न्यायपालिका सर्वोच्च अदालत, अनि व्यवस्थापिका संसद भवन, अनि राष्ट्रपति भवन, त्यहाँ यस्तो यस्तो चाहिँ अब प्रधानमन्त्री निवास, यस्तो चाहिँ आगजनी गराउने 2600 स्थानमा चाहिँ एकैसाथ एकै समयमा आगजनी गर्ने, तिनीमा कारबाही हुनुपर्छ कि पर्दैन? त्यो यो सिंहदरबार जलाउनुपर्छ भने 2 वर्ष अगाडि भने 2 वर्ष अगाडि जलेश्वरको बैठकमा के गरेर यिनीहरूलाई चाहिँ विस्थापित गरेर कसरी सत्ता कब्जा गर्ने थियो, त्यहीँबाट सुरु भयो थियो त। 22 गतेको डिस्कोर्डमा चाहिँ सबैले आफ्नो आफ्नो कुरा गरे, योजना गरे, यस गर्ने उसो गर्ने भनेर सबै आइसक्यो। त्यो डिस्कोर्डमा चाहिँ अभिव्यक्ति दिने, त्यो भाग लिने, तिनीलाई कारबाही गरेको खै त? अनि विद्यार्थीबाट जुन चाहिँ यो स्कुलबाट विद्यार्थी बोकेर त्यहाँसम्म ल्याउनेलाई कारबाही गरेको खै त? अनि चाहिँ त्यो यो निषेधित क्षेत्र छ, त्यहाँ चाहिँ चढ्न हुन्न भनेर फर्क अब हाम्रो काम सक्यो भन्दै गर्दा त्यसलाई फर्काएको खै त? अनि त्यहाँ गएर फेरि विद्यार्थीलाई चाहिँ त्यहाँ 3टा किसिमको हतियार छ। एउटा इन्सास राइफल छ, इन्सास राइफल पुलिसले बोक्छ, त्यहाँ इन्सास राइफलबाट गोली नै चलाएको छैन, AK-47 राइफलबाट चलाएको छ। अनि SLR 2टा छ, त्यो चाहिँ सेनाले चलाउने हो। त त्यहाँ त्यो जब इन्सास राइफलबाटै गोली चलाएको छैन, कसले चलायो गोली त? त्यो पैसा दिएर पुरै नियोजित रूपमा चाहिँ अब अरूले नै चलाएको छ। विद्यार्थीले मात्रै ताकी ल्याएर नजिक 1 मिटर चाहिँ टाढाबाट चाहिँ टाउकामा गोली हान्ने छ। तैँले घुँडादेखि मुनि चाहिँ गोली हाल्नु पर्थ्यो नि, उनलाई घायल बनाउनु पर्थ्यो, सचेत गराउनु पर्थ्यो, वार्निङ गोली चल्दैछ भन्नु पर्थ्यो। त्यो खै त्यो विधि अपनाएको। अनि टाउकैमा गोली हान्नुपर्ने कारण के थियो भन्दाखेरि त्यहाँ चाहिँ गैरीधाराको थकाली रेस्टुरेन्टमा बसेर चाहिँ के कुरा भयो भन्दा 23 गते चाहिँ कतिजना मान्छे मरे, अनि चाहिँ 19 जना, धेरै थोरै मरे। यो त अरू चाहिँ मार्नुपर्छ, यसरी त मान्छे उत्तेजित हुँदैन, भिडभाड हुँदैन, त्यो हाम्रो उद्देश्य पुरा हुँदैन भन्नेसम्मको त्यो लिक आउट भयो। खै त चाहिँ छानबिन गरेको। त्यस कारण यो सबै नियोजित छ, यो चुनाव पनि नियोजित छ। अब मिलिट्रीलाई अहिले नेपाल प्रहरी छ, म्यादी प्रहरी पनि त्यति भए पुग्यो त? त्यो मिलिट्रीलाई त्यो बक्स चाहिँ बोक्न, बक्स साटफेर गर्न किन चाहियो? अरे 1,90,00,000 मतदाता भएको देशमा 4 करोड चाहिँ मतपत्र किन छाप्ने? अनि अरू चाहिँ लौ झन्डै 2 करोड त प्रयोग भयो भनौँ, अरू अतिरिक्त 2 करोड मतपत्र कहाँ छ त? कसरी छ त? त्यस कारण यो सबै मिलीभगत गरेर यो कथित चाहिँ यो 2-3 ल्याएको हो। र यहाँ अहिले दलहरू चाहिँ यति हुतियारा भए, यति उनको मनोबल तल खस्क्यो। यो चाहिँ एक पार्टीको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, एउटा सरकारले गर्यो भने एकलौटी चाहिँ परिणाम आउँछ, त्यो पनि तिनीहरूले ज्ञान भएन। अनि चाहिँ सेनालाई बक्स बोक्न दिएर यसरी हेराफेरी हुन्छ भन्ने कुरा त्यो पनि भएन। र चाहिँ 5 चोटि चाहिँ जितेको क्षेत्र गृहजित र अनि चाहिँ खड्गप्रसाद ओलीको त्यो 50,000 को मतअन्तरले चाहिँ जित्ने। अर्को कुरा, मैले त सूर्यमा गएर भोट हालेँ, अर्को कुरा रुखमा गएर भोट हालेँ, तारामा भोट हालेँ, हलमा भोट हालेँ भन्छ। परिणाम चाहिँ के आउँछ भन्दाखेरि त घन्टीले जित्या छ भनेपछि त्यो मत चाहिँ हेराफेरी नगरेसम्म त्यस्तो कसरी हुन्छ त? त्यस कारण यो बदरभागी छ, यो नहुने काम भएको छ। यो नहुने काम भयो भनेर हामीले भन्दाखेरि त्यो बालन सरकारको त खेदो खानेको हुन्छ? चित्त नबुझेको कुरा आम नागरिकले त भन्छ नि त, बोल्छ नि त उसले। अनि चाहिँ सबुत प्रमाण कहाँ छ? सबुत प्रमाण त अहिले मिडियाभरि छरपष्ट छ त।
अहिले तपाईँले त्यहाँ खोज्नु एकसेक त्यहीँ छ त सबै कुरा। त्यस भएर यो चाहिँ अहिले निष्पक्ष हुनुपर्छ। अनि यहाँ यो मान्छेलाई के लाग्छ भन्दाखेरि यो जब 24 गतेको यो छानबिन भएन र चाहिँ अपराधीहरू पक्राउ भएनन् भने यो त यसको बदला त के हुन्छ भन्दा फेरि अर्को आउँछ। अर्को आएपछि के भन्छ भन्दा यो चाहिँ यो अब तिमीहरूले उति बेलाको चाहिँ उन्मुक्ति पाए 7,700 मान्छे मार्नेले चाहिँ उन्मुक्ति पाए भने अहिले यत्रो व्यापक आगजनी गर्नेले पनि चाहिँ उन्मुक्ति पायो भने हामी पनि चाहिँ सबैलाई चाहिँ फेरि आगजनी गराउँछौँ। फेरि चाहिँ खतरा त आयो नि त, फेरि आगजनी हुने चाहिँ खतरा भयो नि त। शान्ति सुरक्षा खै हामी कसरी चाहिँ ढुक्क भएर बाँच्ने। त्यसकारण यो चाहिँ अपराधी चाहिँलाई कारबाही गर्नुपर्छ, अपराध शून्य देश बनाउनुपर्छ, जुवा चाहिँ मुक्त देश अनि चाहिँ यो भिखारीहरू पनि मुक्त देश। अहिले त्यहाँ पशुपतिमा जानुहोस्, खालि यो भिखारीहरूको देश हो नेपाल। त्यो भिखारी मुक्त देश बनाउन सकिँदैन, एउटा निर्णयले हुन्छ नि त त्यहाँ। अनि जुवा पनि अझ जस्तै चाहिँ अब यो प्लास्टिक मुक्त देश बनाएको छ बङ्गलादेशले। यहाँ पनि त्यो प्लास्टिक फोहोर दुर्गन्धित त्यो प्लास्टिक मुक्त देश बनाऊ। अनि चाहिँ त्यहाँ बिहारमा चाहिँ नीतिश कुमारको टाइममा चाहिँ त्यहाँ रक्सी मुक्त भनेर चाहिँ मद्यपान मुक्त भनेर बनायो। यहाँ पनि मद्यपान मुक्त बनाऊ, सञ्चालन चाहिँ शान्ति गरौँ, फाल्तु खर्च चाहिँ त्यो नगर, अनि वैदेशिक रोजगार बन्द गर, सबै चाहिँ नेपालले स्वदेशमै काम गर्न अनिवार्य गर, अनि चाहिँ आत्मनिर्भर बनाऊ। आत्मनिर्भर पहिले चाहिँ खुला सिमाना बन्द गर, अनावश्यक चाहिँ सानो देश छ अनावश्यक चाहिँ नागरिकता वितरण बन्द गर, अनि चाहिँ यो एकछिन नीतिलाई समर्थन गर। चाहिँ यो टिबेटनहरू चाहिँ जुन भाँडो अडाउ गरेका छन् टिबेटनहरूलाई चाहिँ देश निकाला गर। अनि अमेरिकनहरूले चाहिँ यो आत्मनिर्भर बनाउँदैन कहिले पनि। अमेरिकाले हाम्रो कहिले धर्म परिवर्तन गराउने, कहिले हाम्रो संस्कार संस्कृति बनाउने, कहिले हिप्पीहरू ल्याउने, कहिले चाहिँ पिस्कोहरू ल्याउने, हाम्रो चाहिँ संस्कृत भाषालाई विस्थापित गर्ने, अङ्ग्रेजीलाई स्थापित गर्ने, अनि हाम्रो युरेनियममा आँखा लगाउने। त्यस्तो छ। अहिले के भएको छ भन्दाखेरि एसपिपी यो सरकारले गरेन, वाह एसपिपी गरेन भन्ने भएको छ। एसपिपी नगरेर के गर्ने? युरेनियम त चाहिँ अब मुस्ताङको युरेनियम त अमेरिकालाई चाहिँ निकाल्न दिने भनेर त कुरा त आइसक्यो त। अब जुन उद्देश्यले चाहिँ एसपिपी गर्नु थियो त्यो त उनीहरूले पहिले नै चाहिँ दिइसके। एसपिपी त पहिले भित्रभित्र सेनाले चाहिँ स्वीकार गरिसकेको रहेछ। त्यही भएर चाहिँ सेना दिवसमा चाहिँ टुडीखेलमा चाहिँ सेना उफ्रेको रहेछ। त्यसकारण यिनी सबै कुरा गलत भएका छन्, यिनलाई सच्याउनुपर्छ। पुरा मुलुकहरू चाहिँ देश जोगिनुपर्छ, देश चाहिँ अक्षुण्ण हुनुपर्छ। हाम्रो स्वाधीनता, स्वतन्त्रता, अखण्डता, सार्वभौम सत्ता यसको चाहिँ जोगिनुपर्छ।